ल यो चाहिँ हाम्रो आलेहरूको भाइ पूजा। आज हामी 17 घर आलेहरूको चाहिँ भाइ पूजा गर्दैछौँ आज। यहाँ चाहिँ नैवेद्य पकाउँदैछ। यो हाम्रो होइन, हाम्रो आलेनीहरू यो नैवेद्य बनाउँदै। ल आगो 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 ल अहिले देखाउने हो क्या भाले पुरै लाइन लाएर खुट्टा धुने हो। अनि अलि लगानीहरू अलि त्यस्तो चाहिँ यसलाई चाहिँ के भन्ने रे? बत्ती चामल। ल यसै प्रत्येक घरको बत्ती चामल चाहिँ यो देउता थान माथि राख्ने चलन छ। यो बत्ती चामल प्रत्येक घरले चाहिँ ल्याउने चलन छ हाम्रो भाइ पूजामा चाहिँ। यतिखेर हामी 17 घर आलेहरूको चाहिँ भाइ पूजा हुँदैछ। अब त बिस्तारै तलतिर पनि सुरु गर्दै गरे हुन्छ होला नि। सिधै सिमी मात्रै गर्नुपर्ने हो। तल एकलाल त गर्न थाले पनि हुन्छ भन्नुभएको थियो र। कोइला थियो छैन त्यहाँ? पहिला धारेन चाहिँ बाँस मात्रै हाल्यो।